निकै रमाइलो र आकर्षक देखिने यो दृश्य धरान रनको हो। विगत वर्षदेखि नै धरानमा हुँदै आएको धरान रन यस वर्ष पनि भव्य रूपले सम्पन्न भएको छ। धरान रनको आयोजनामा स्वस्थ रहौं, रमाइलो गरौं र जीवन बचाउँ भन्ने नारा सहित विगत 4 वर्षदेखि धरान रन सञ्चालन हुँदै आएको छ। खुल्ला सहित विभिन्न 5 वटा उमेर समूहमा भएको धरान रनमा यस वर्ष अहिलेसम्मकै बढी धावक सहभागी भएका थिए। खुल्लातर्फ यस वर्षको धरान रनको उपाधि बागलुङका तीर्थपुन र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छिन्। 8 किलोमिटरको दौडमा पुन र श्रेष्ठले उपाधि हात पारेका हुन्। धरान रन चाहिँ म पहिलेदेखि आउन कोसिस गर्दा हो, यो चाहिँ मेरो पहिलोचोटि नै हो र प्रथम भयो। फर्स्ट टाइम आउँदा नै यसमा म धेरै खुसी छु। साथै यो आयोजक धरान रनको आयोजकलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु र यहाँको म्यानेजमेन्ट चाहिँ धेरै राम्रो छ र यहाँको सपोर्टिभहरूलाई र यहाँको हुनुहुन्छ नि जो महानुभावहरू र अर्गनाइजर टिमलाई चाहिँ थ्याङ्क यू भन्छु र म चाहिँ खुसी छु। 12 वर्षदेखि 60 वर्षसम्मका व्यक्तिहरू सहभागी भएको रनमा पुरुषतर्फ लक्ष्मण मल्ल ठकुरी र नयन थापाले दोस्रो र तेस्रो स्थान हात पारेका छन् भने महिलातर्फ सपना मगर र सानुमया बुढाले क्रमशः दोस्रो र तेस्रो उपाधि हात पारेका छन्। एकदम खुसी लाग्यो। म यसमा फर्स्ट टाइम हो भागेको, यसमा भाग गर्दाखेरि एकदम फर्स्ट भइयो, आफूलाई एकदम खुसी लाग्यो। योभन्दा अगाडि चाहिँ म काठमाडौँ नेपाल टेलिकममा चाहिँ भागेको थियो, त्यो माघ 16 गते, त्यसमा पनि फर्स्ट भयो। म खुसी लागेको छ। म इन्डियन आर्मी हो, इन्डियादेखि आएको, छुट्टी मिलाएर आएको। म 50th GTC मेरो गोर्खा ट्रेनिङ सेन्टर हो अनि म चाहिँ युनिट मेरो 55 GR हो। मेरो घर चाहिँ बागलुङ हो, बागलुङ ढोरपाटन। एकदम खुसी लाग्यो यहाँ आएर फर्स्ट हुन पाउँदा। धरान रनमा प्रथम हुने पुरुष र महिलालाई 35,000, द्वितीयलाई 25,000 र तृतीयलाई 15,000 रुपियाँ प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ। नेवा च्यारिटीको सहयोगमा विगत 4 वर्षदेखि सुनसरीको धरानमा हुँदै आएको दौडमा हरेक वर्ष सहभागिता जनाउनेको संख्या बढ्दो छ। धरान रनको आयोजनामा धरानमा हरेक हप्ता निश्चित किलोमिटरको रन पनि हुँदै आएको छ। विगत वर्षहरू जस्तै यस वर्ष पनि धरान रन भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। धरानमा जस्तै अन्य शहर र समुदायका मानिसहरूले पनि स्वस्थ रहन दौडिनु पर्छ भन्ने मानसिकताको विकास गर्न सके त्यसले मानिसको स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त राख्न सहयोग गर्न सक्थ्यो। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, सुनसरी।